नमस्कार, स्वागत छ हजुर सबैको मेरो युट्युब च्यानलमा ममताज मसालामा। अनि थ्याङ्क यू सो मच हजुरहरूले अगर मलाई सब्सक्राइब गर्नु भएको छ भने, अनि अगर गर्नु भएको छैन भने सो प्लिज लाइक टु शेयर एन्ड सब्सक्राइब टु माई च्यानल, किनकि त्यसले मलाई अलिकति मोटिभेसन पान्छ अगाडि अझै के काम गर्नुको लागि है। अनि आज म बनाउन गइरहेको छु चिकन मोमो। चिकन मोमो हाम्रो यहाँ कसरी पाक्छ, यता हामीले कसरी पकान्छौं भनेर त्यसको माथि मैले अलिकति डिटेल्सहरुमा कुरा गरेको छु। अनि इट्स सो सिम्पल र बहुत धेरै इजी छ यो रेसिपी। अनि प्लिज यो रेसिपी हजुर ट्राई गर्नु होला। अनि अगर हजुरले यो रेसिपी ट्राई गर्नुहुन्छ त प्लिज लेट मी नो इन द कमेन्ट बक्स। अगर हजुरको केही सजेसन छ भने प्लिज त्यो सजेसन पनि मलाई दिनु होला, ताकि म नेक्स्ट टाइम त्यो चीजलाई अप्लाई गरौँ आफ्नो भिडियोमा। त फेरि जाम त किचनमा आउनुहोस्। यहाँ त फेरि अब हामी हाम्रो किचनमा आइपुगेछु। यतातिर प्याज छ, प्याजको पत्ता र अलिकति धनियाको पत्ता छ, बन्दागोबी, अलि मासु, त्यसपछि बीचमा अदुवाको पेस्ट छ हैन। मैले अजिनोमोटो अनि गोलमरिच, काली मरिचको र नुन हाले। त्यसपछि मैले यहाँ डाल्डा घिउ हाले। त्यसपछि मैले यहाँ तोरीको तेल हाले। हामीले यहाँतिर मासु चाहिने धेरै अलि बनाउँदैन हैन, मासु कम हाल्छु। अनि त्यो अजिनोमोटो पनि हामीले अलिकति कम्ती नै हाल्छु, के हामीले भेजिसहरु धेरै हाल्छु, किनकि हामीले यस्तै मासु धेरै पकाएर खायो भने फेरि अब यता अब घरको जस्तो छैन, के रे बाहिरदेखि लिएर आउनु पर्छ, त त्यति राम्रो हुँदैन भनेर। अनि यता मैले आटो गुनेको छु। त्यहाँ छेउमा मेरो दिदीले रोटी पकाउनु हुँदैछन्। उनी मेरो जेठानी दिदी हुन्। उनी धनगढीदेखि नै हो है, नेपाल धनगढी। अनि अब दिदीले सबैको लागि खाना पकाउनु गइरहेको थियो। अन्त म सबैलाई मोमो पकाउँदै छु। यतातिर हजुरले हेर्नु सक्नुहुन्छ, मैले होर यसरी अलिअलि राखेर यहाँ दोब्रानी सुरु गरेको छु। यो आटोको हो, यो प्योर आटोको, यसमा मैले केही पनि मिसाएको छैन। यहाँ यता यसरी बनाए मैले छोराले खान्छ कि भनेर, तर उला चाहिँ नि खोइ कुन्नी किन हो, तर उले मासु चिकनहरु के यसरी मन पराउँदैन, उले एकदमै खाँदैन। यहाँ आमाले गिजाउँदै थिए त जेठानी देवरानीलाई भाइरल गर्छु भनेर, तर लेट इट बी, त्यो अब हुन्न। अनि यसरी मैले बनाएर यता स्टफिङहरु गर्नु लागेको थियो। अनि स्टफिङमा मैले यतातिर डिफरेन्ट काइन्ड अफ शेप्सहरु दिएको छु। उनीहरुको लागि पनि जोले फर्स्ट टाइम बनाउँदैछ या फिर जोले होस्टेलहरुमा बस्छ उनीहरुको लागि बहुत धेरै राम्रो छ, किनकि यसमा हजुरले आफ्नो मासुको साथ जो पनि हजुरको पास लेफ्ट ओभर सब्जी बचेको छ, तरकारी बचेको छ हैन, काँचो तरकारी, त त्यसलाई हजुरले बीन्स भयो अथवा बन्द भयो, जस्तो मैले यता बन्द हालेको छु हैन, त्यसरी हजुरले केही पनि सब्जीहरु यसमा आरामले मिसाएर खानु सक्नुहुन्छ। प्लिज एकचोटी ट्राई गर्नु होला। अनि आजभोलि नेपालमा मैले हेरे मोमो मसाला चलिरहेको छ, तर हामीलाई त यस्तै मन पर्छ सानैदेखि यसरी खाएर नै, जसमा कि प्लेन स्टीम मोमो हुन्छ। तर हामीले यसमा ब्ल्याक पेपर जरुर हाल्छौं, किनकि ब्ल्याक पेपरको एउटा अलग्गै टेस्ट आउँछ। ब्ल्याक पेपर एउटा बहुत इम्पोर्टेन्ट छ, त्यसले मासुलाई गलाउनुमा पनि भित्रदेखि धेरै नै हेल्प गर्छ। मैले 5 डिफरेन्ट काइन्ड अफ शेप्स बनाएर छु आटोको मोमोको। अनि हाम्रो यहाँ यो पक्का हो कि हामीले अझै केही हालौं नहालौं, हामीले यो डाल्डाको एउटा पाउँछ घिउ यता इन्डियामा, त हामीले त्यो डाल्डा घिउ यता हाम्रो त कम्पलसरी रहन्छ कि त्यो हाल्नै हो। डाल्डाले मोमो बहुत धेरै जुसी र टेस्टी बनाउँछ। हेर्नु सक्नुहुन्छ हजुरले, मेरो मोमो रेडी छ। अनि म अब यसलाई बसाल्नु गइरहेको छु होर यतातिर। अनि यसको भित्र मैले टमाटर पनि हालेको छु बोइल गर्नुलाई, अब चटनी बनाउनु हो भनेर अलिकति मैले यतातिर बसाले अब मोमोलाई। अनि म यता मोमोमा ढाक्दिने छु यसलाई। अनि अब हामीलाई एकैछिन वेट गर्नुपर्ने छ अब यसलाई। तबसम्म 1 2 3 4 5 6 7 8 9 10 11 यो मेरो बचेको डोको मोमो पनि रेडी भयो। अनि त्यसमा अलिकति मेरो भाँडा चिप्लिरहेको थियो र
त्यही भएर मैले मोक्टु निकालेँ, फेरि मोक्टुमा बनाएँ। यी हेर्नु सक्नुहुन्छ अलिकति भाप लागेर राम्रो देखिएन। अहिले देखाउँछु है हजुरलाई। यस्तो देखिरहेको थियो मोमो, साह्रै नै टेस्टी थियो, एकदम पर्फेक्ट थियो, एकदम हेभी लागिन। त म मोमो खानु गएँ।